नमस्कार साथीहरू, स्वागत छ आजको हाम्रो भिडियोमा। आजको भिडियोमा हामी चर्चा गर्दैछौँ सान्वी एनर्जी लिमिटेडको आइपिओ नतिजा, नेप्सेमा लिस्टिङ मिति, ओपनिङ रेन्ज र सेकेन्डरी मार्केटमा यसको सेयर कतिसम्म जान सक्छ भन्ने बारेमा। भिडियो पुरा हेर्नुहोला, सबै जानकारी सरल भाषामा पाउने हुनेछ। अब लागू विषयवस्तुतिर। सान्वी एनर्जी लिमिटेडको आइपिओ नतिजा सार्वजनिक भइसकेको छ। कम्पनी 8 लाख किता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो, तर आश्चर्यजनक रूपमा यो आइपिओमा 21 लाखभन्दा बढी आवेदन पर्यो। यसको अर्थ धेरै लगानीकर्ताले 10 किता पाउनु सफल भएका छन्। यसको लिस्टिङ डेटको कुरा गर्ने हो भने सान्वी एनर्जीको सेयर 2082 साल असार 2 गतेदेखि असार 8 गतेको बिचमा कुनै पनि दिन सेकेन्डरी मार्केटमा लिस्ट हुने प्रबल सम्भावना छ। बजारमा यसको लिस्टिङको प्रतीक्षा निकै उच्च छ। अब कुरा गरौँ ओपनिङ रेन्जको। सान्वी एनर्जी लिमिटेडको एक्सपेक्टेड ओपनिङ रेन्ज भनेको 96 रुपियाँ 4-5 पैसादेखि 289 रुपियाँ 35 पैसा रहेको छ। यसको मतलब सेयर पहिले दिन यही मूल्य दायराबाट खुल्नेछ भने मूल्य सुरुवातमा कम देखिए पनि माग उच्च भएको कारणले मूल्य तीव्र रूपमा वृद्धि हुने प्रबल सम्भावना छ। अब सबैभन्दा चासोको विषय सान्वी एनर्जीको सेयर कतिसम्म पुग्न सक्छ। कम्पनी ग्रिन एनर्जी र हाइड्रो पावर क्षेत्रमा आधारित भएकाले यसको बजारमा उच्च माग रहेको छ। बजार विश्लेषणका अनुसार सान्वी एनर्जीको सेयरको मूल्य 5,000 देखि 8,000 सम्म सजिलै पुग्ने प्रबल सम्भावना देखिन्छ। यदि बजारको अवस्था अझ बलियो भयो भने 10,000 भन्दा माथिसम्म पनि पुग्न सक्छ यसको सेयर। त्यसैले साथीहरू, सान्वी एनर्जी लिमिटेडको सेयर लगानीको लागि निकै आकर्षक देखिन्छ। आइपिओ पाउनु भएको छ भने तपाईँ धेरै भाग्यशाली हुनुहुन्छ। यस्ता सार्वजनिक मूलक भिडियोका लागि हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सनु, लाइक, सेयर, कमेन्ट गर्न नबिर्सनु होला।